नमस्कार। निर्वाचन महासंग्राम अन्तर्गत रहेर हामीले देशभरि भइरहेको निर्वाचनको मतगणनाको परिणाम सार्वजनिक गरिरहेका छौँ र अहिले यतिखेरको समयमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले 40 को आँकडा पार गरेर 41 स्थानमा जित हासिल गर्दै पहिलो स्थानमा छ भने अहिलेसम्म 79 स्थानमा अग्रता कायम गरिराखेको छ रासोपाले। र त्यसैगरी नेकपा एमालेले अहिलेसम्म 2 स्थानमा जित हासिल गरेको छ। त्यसैगरी नेपाली कांग्रेसले 6 स्थानमा जित हासिल गर्दै अहिले दोस्रो स्थानमा रहेर प्रतिस्पर्धा त गरिरहेको छ, तर यो प्रतिस्पर्धाको मतान्तर र ग्याप भने धेरै फराकिलो बनिरहेको छ। अहिलेको अवस्थामा नेपाली कांग्रेसले 6 ठाउँमा जित निकालेर 10 ठाउँमा पहिलो नम्बरमा रहँदै प्रतिस्पर्धा गरिरहेको छ। यही हिसाबमा नेपाली कांग्रेसले जित हासिल गर्यो भने नेपाली कांग्रेसले 16 ठाउँमा जित निकाल्नेछ भने नेकपा एमाले 2 ठाउँमा जित निकाल्दै 8 ठाउँमा प्रतिस्पर्धा गरिरहेको छ, जहाँ ऊ अग्रस्थानमा छ। त्यसैगरी नेकपा नेपाली कम्युनिस्ट पार्टी नेकपाले पनि 2 ठाउँमा जित निकाल्दै 8 स्थानमा प्रतिस्पर्धा गरिरहेको छ। अहिले जुन हिसाबको मत परिणाम आइराखेको छ, रासोपाको 2/3 नजिक पुग्ने र लगभग 2/3 को निश्चित गरेर रासोपा अगाडि बढिरहेको छ। यसको जिम्मेवारी अब देश बनाउने रासोपाको, चुनावभन्दा अगाडि देश जलाउने कि देश बनाउने भन्ने विषयमा बहस र चर्चा भएको थियो भने रासोपाका अधिकांश उम्मेदवारहरूले विजय हासिल गरेका छन्। अहिलेसम्मको ताजा मत परिणाम अनुसार देशभरि 165 वटा निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ भइरहेको मतगणना अनुसार 41 स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका उम्मेदवारले भारी मतान्तरसहित विजयी भएका छन्। र यो मत परिणाम आउँदै गर्दाखेरि ठुला दलका ठुला नेता भनिनेहरूले सबैले पराजय भएका छन्। यसमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापामा हारेका छन्। उनका महासचिव शङ्कर पोखरेलले दाङबाट हारेका छन्। अर्का नेता र अध्यक्षमा दावेदारी गरेका ओलीसँग टक्कर गरेका नेता ईश्वर पोखरेल काठमाडौँ 5 मै हारेका छन्। विष्णु पौडेल जुन एमालेका उपाध्यक्ष थिए उनी रूपन्देही 2 मा हारेका छन् भने गोकर्ण विष्ट गुल्मीमा हारेका छन्। यसरी हेर्ने हो भने नेकपा एमालेका अधिकांश सबै नेताले हार बिहोरिरहेका छन् भने 2 जनाले मात्रै जित निकालेका छन्, जहाँ बाँकेबाट मोहम्मद इस्तियाक राई र अर्का उम्मेदवार बजाङबाट ऐन महरले जित हासिल गरेका छन् भने अरू प्रतिस्पर्धा गरिरहेका छन्। 8 स्थानमा अग्रता कायम गरेको एमाले अब 8 स्थानमै जित निकाल्न सक्यो भने 10 सिट मात्र जित्न सक्छ। त्यसरी हेर्ने हो भने नेपाली कम्युनिस्ट पार्टीको पनि 8 स्थानमा अग्रता छ भने 3 स्थानमा जित हासिल गरेको छ, उसले 11 सिट जित्नेछ। यसरी अहिलेसम्मको समानुपातिक मत गन्दाखेरि 6 दल मात्रै थ्रेसहोल्ड कटाएर 3% जुन थ्रेसहोल्ड छ संविधान अनुसार, त्यही अनुसार थ्रेसहोल्ड कटाएर अहिले राष्ट्रिय दल बन्ने मार्गमा लागिरहेका छन्, जहाँ राप्रपाले पनि समानुपातिकमा थ्रेसहोल्ड कटाएको छ भने 1 जना सांसद जुम्लाबाट जित्ने निश्चित त भइसकेको छैन, तर उनले अग्रता लिइरहेका छन्। त्यस हिसाबमा भन्ने हो भने अहिले 6 वटा दल राष्ट्रिय दल बन्ने दौडमा छन्, जहाँ सबैभन्दा ठुलो र 2/3 को दल बन्ने छ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा। त्यसरी हेर्ने हो भनेदेखि समानुपातिकमा एमाले कांग्रेस र नेकपाले कति मत ल्याउँछन् त्यही स्तरमा उनीहरूले अहिले जितेका प्रत्यक्षतर्फ जितेका सिट हिसाब गर्ने हो भने उनीहरूका 20-25 सिटको हाराहारीमा एउटा दलको हुनेछ, जहाँ कांग्रेसको 20-25 सिट, एमालेको 20-25 सिट र नेकपाको त्यस्तै 20-25 सिटकै हाराहारीमा सिट प्राप्त हुनेछ। त्यसकारण राष्ट्रिय स्वतन्त्र पार्टीले 2/3 ल्याउँदै गर्दाखेरि अब राष्ट्रिय स्वतन्त्र पार्टीले कुन हिसाबले सरकार चलाउँछ, कहाँ कहाँ
कमजोरी थिए त्यहाँ कसरी सुधार छ, प्रदेशको कुरा छन्, मन्त्रालय र मन्त्री परिषदका विस्तारका कुरा छन्, जहाँ रासोपाले 16 मन्त्रालय मात्रै बनाउने भनेको छ। यदि रासोपाले सरकार अब बनाउँदाखेरि 16 मन्त्रालय बनाउँछ वा फेरि पहिलेकै 25 मन्त्रालय बनाउनेछ। त्यसकारण प्रदेशमा के हुन्छ, प्रदेशको विषयमा रासोपाले के गर्छ, 2/3 बहुमत ल्याउँदाखेरि संविधान संशोधन गरेर संविधानमा भएका व्यवस्थाहरूलाई परिमार्जन गर्न सकिन्छ। त्यसलाई त्यो व्यवस्थामा टेकेर रासोपाले के गर्न सक्छ, अब त्यो उसको काँधमा रहेको छ। यसै गरी हामीले यो निर्वाचनको मत परिणामको अपडेट र त्यहाँको मत परिणाम सार्वजनिक गर्दै गर्दाखेरि रासोपाले जितेको मात्रै छैन कि रासोपाका उम्मेदवारले भारी मतान्तर सहित जहाँ 50,000 भन्दा बढी मत ल्याउने रासोपाका उम्मेदवार दर्जन बढी छन्। यो अवस्थामा अहिले रासोपामाथि जनताले मतको वर्षा नै गराएका छन्। रासोपामाथि दलहरूले यसरी मतको वर्षा गराउँदै गर्दाखेरि दलहरूले आफ्नो किल्ला भनेर जुन स्थानलाई र जुन क्षेत्रलाई भन्ने गर्थे जहाँ चर्चित अनुहारदेखि ठुला नेता नै हारेका छन्। हामीले एमालेका ठुला नेता हारेको अघि नै चर्चा गरिसक्यौँ। तर अब नेपाली कांग्रेसका ठुला नेता को हारे त? सभापति गगन थापा सर्लाहीमा हार्दैछन्, डाक्टर शेखर कोइराला मोरङबाट हारे, उसका उम्मेदवार रहे कांग्रेसका उम्मेदवार रहेका महामन्त्री, सहमहामन्त्री र अन्य पदाधिकारीहरू कोही पनि जितेका छैनन्, सबैले हार बेहोरिरहेका छन्। नेपाली कांग्रेसका महामन्त्रीहरू काठमाडौँ क्षेत्र नम्बर 5 मा प्रदीप पौडेल हारे, मोरङमा गुरुराज घिमिरे हारे, फर्मुल्लाह मन्सुर लगायतका सबै पदाधिकारीहरूले हार बेहोरिरहेका छन् भने त्यसै गरी मधेसवादी दलका धेरै नेताहरूले अहिले पराजय भोगिरहेका छन्। मधेसवादी दलहरूले पनि अहिलेसम्म एक सिट पनि कहीँ कतै खाता खोलेका छैनन् भने उनीहरूले अब किन यसरी बढारिनु पर्ने अवस्थामा पुगे त त्यो सोच्नुपर्ने बेला भएको छ। मधेसी जनताले जुन अवस्थाबाट उनीहरूलाई राष्ट्रिय राजनीतिको नेतृत्व गर्ने तहमा र मन्त्रालय, सिंहदरबार, संसद छिराउने सम्मको अवस्थामा पुर्याएका थिए अघिल्ला निर्वाचनहरूमा, तर अहिले उनीहरूले त्यो कटौती गरेर रासोपाप्रति नै सबै मत वर्षाएका छन्। यो चुनावमा चटक र चर्चा देखाउनेहरू पनि पत्तासाफ भएका छन्। जहाँ नेकपा एमालेका उम्मेदवार सूर्य थापाले गर्न बाँकी केही काम थिएन, ढुङ्गा कुट्ने, मकै भुट्ने, नाच्नेदेखि लिएर साग केलाउने साराका सारा काम गरे, तर उनले पनि जित हासिल गर्न सकेनन्। उनी प्युठानमै रोकिएका छन्। त्यस्तै पत्रकारिता छोडेर राजनीतिमा प्रवेश गरेका धेरै व्यक्तिहरू सफल भइरहँदाखेरि एउटा त्यस्ता पात्र छन् जो ऋषि धमला रौतहट क्षेत्र नम्बर 4 मा यसरी हारेका छन् कि जहाँ उनी प्रतिस्पर्धामा समेत आउन सकेनन्। उनलाई त्यस क्षेत्रमा जित्न त परै जाओस्, 1000 मत कटाउन पनि हम्मे परिरहेको छ। यसरी हेर्ने हो भनेदेखि चर्चित पात्रहरू जो भक्तपुरमा महेश बस्नेत थिए, उनी विवाद र विभिन्न चर्चा परिचर्चाका कारण पनि सधैँ चर्चामा आइरहने पात्र थिए। तर उनलाई रासोपाका उम्मेदवार जो पत्रकारिताबाट राजनीतिमा प्रवेश गरेकै केही महिनाभित्र भक्तपुरमा जित निकाल्दै महेश बस्नेतलाई हार चखाएका छन्। जहाँ महेश बस्नेतले हार स्वीकारेका छन्, उनको भन्दा 4 गुणा 5 गुणा बढी मत ल्याएर जित हासिल गर्दै गर्दाखेरि महेश बस्नेत भने त्यहाँ निरीह बनेका छन्। यस्ता धेरै पात्रहरू छन् जुन काभ्रे क्षेत्र नम्बर 2 मा नेकपा एमालेको किल्ला मानिन्थ्यो। त्यस क्षेत्रमा यसअघिका निर्वाचनमा माओवादी र कांग्रेस गठबन्धन हुँदा समेत एमालेका गोकुल बास्कोटाले जित्दै आएको क्षेत्र हो त्यो। तर यस क्षेत्रमा यसपालि रासोपाका नेता बदन भण्डारीले रासोपाको झण्डा काभ्रेमा पनि गाडेका छन्। उनले काभ्रे 2 बाट जित निकालेका छन्। त्यस्तै नेपाली कम्युनिस्ट पार्टी नेकपाको गढ इलाका मानिने सिन्धुपाल्चोकमा समेत घण्टीले अग्रता लिइरहेको छ। दोलखामा सधैँ एमाले, कांग्रेस र
माओवादीले जित्दै आएको त्यो क्षेत्र यसपटक 28 वटा दल मिलाएर बनेको नेकपा र नेपाली कांग्रेस नेकपा एमाले धेरै पछाडी छन् भने त्यहाँनिर पनि राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाकै उम्मेदवार अगाडि छन्। त्यस्तै रामेछापको कुरा गर्ने हो भने रामेछापमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाकै नेता अगाडि छन्। त्यसैगरी ओखलढुङ्गाको कुरा गर्ने हो भने ओखलढुङ्गामा राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाली कांग्रेसको कडा प्रतिस्पर्धा देखिएको छ। ओखलढुङ्गाको एउटा मात्रै निर्वाचन क्षेत्र हो जहाँ नेपाली कांग्रेसले अग्रता लिइरहे पनि पछि राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका उम्मेदवार विश्वराज पोखरेल छन्, जहाँ एमाले तेस्रो स्थान र नेपाली कम्युनिस्ट पार्टी चौथो स्थानबाट पछ्याइरहेका छन्। अहिलेको ओखलढुङ्गाको मत परिणाम हेर्ने हो भने जुन अवस्थाबाट नेपाली कांग्रेसले अग्रता लिइरहेको छ, अब केही क्षेत्र गन्न बाँकी छ, जहाँ नेपाली कांग्रेसका उम्मेदवार कुमार भुइँटेलले 6459 मत प्राप्त गरेर अग्रता लिइरहेका छन् भने उनलाई पछ्याइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका रासोपाका उम्मेदवार विश्वराज पोखरेलले 5472 मत ल्याएर पछ्याइरहेका छन्। यी दुई पहिलो र दोस्रो बीचको मतान्तर 978 रहेको छ। त्यसैगरी नेकपा एमालेकी उम्मेदवार अस्मिता थापा भने तेस्रो स्थानबाट पछ्याइरहेकी छन्। उनले 4731 मत ल्याएर पछ्याइरहँदा उनी पहिलो र उनको मतान्तर भने 1728 मतको रहेको छ। त्यसैगरी त्यहाँनिर नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार अमिर बाबु गुरुङले 4227 मत ल्याएको छ भने पहिलो र चौथोको मतान्तर 2232 रहेको छ। रामेछापमा पनि यस्तै अवस्था छ, जहाँ रामेछापको पछिल्लो मत परिणाम हेर्ने हो भने रामेछापमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाकै उम्मेदवार भारी परिरहेका छन्, जहाँ राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो पटक उम्मेदवार उठाउँदैछ। त्यहाँ जहाँ राष्ट्रिय स्वतन्त्र पार्टीले मत गणना गर्दै गर्दाखेरि रामेछापमा कि कांग्रेस कि नेकपा र कि त एमाले जितेको क्षेत्र हो। यो क्षेत्रमा पनि अहिले राष्ट्रिय स्वतन्त्र पार्टी नै अगाडि देखिन्छ, जहाँ 3484 मतका साथ राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि छ भने उनलाई दोस्रो नम्बरबाट पछ्याइरहेका छन् नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार श्याम कुमार श्रेष्ठले 3216 मतका साथ। यी दुई बीचको मतान्तर रहेको छ 2668। यसरी हेर्ने हो भने झापा क्षेत्र नम्बर 5 मा जहाँ केपी शर्मा ओली हार्दै छन्, यो क्षेत्रमा भने बालेन शाहले मतको उभार नै ल्याएका छन्, जहाँ झापा क्षेत्र नम्बर 5 मा राष्ट्रिय पार्टीका उम्मेदवार अर्थात् भावी प्रधानमन्त्री बालेन शाहले मतको बाढी ल्याउँदा ओलीको घमण्ड सँगसँगै ओलीलाई बाट बगाएको छ, जहाँ झापाका मतदाताले मनसँगै मत फेरेपछि झापामा सङ्कटमा रहेका एमाले अध्यक्ष ओली मात्रै होइन, झापा जिल्लाकै 5 वटै निर्वाचन क्षेत्रबाट क्लिन स्वीप सहित राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा आउनेछ। त्यसकारणले अहिले झापा मात्रै होइन, देशभरिका विभिन्न स्थानबाट अग्र स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले झापाका 5 वटा क्षेत्रमा आफ्नो वर्चस्वलाई कायम गरिरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका उम्मेदवार बालेन शाहले 52096 मत प्राप्त गर्दाखेरि नेकपा एमालेका उम्मेदवार केपी शर्मा ओलीले 14031 मत मात्रै प्राप्त गरेका छन्। बालेन शाह र केपी शर्मा ओलीको मतान्तर भने 38065 को रहेको छ। अब यो मतान्तर न ओलीले भेट्ने छन् न बालेन पर्खिने छन्। यसरी दौडिएका छन् बालेन। ओलीले 1000 प्लस गर्दा बालेनले 5000 प्लस गरिरहेका छन्। ओलीले झापामा बालेनलाई यतिसम्म भनेका थिए कि जहाँ केपी शर्मा ओलीले बालेन शाहको जमानत जफत गरेर पठाइन्छ, कसैले चाहँदैमा झापामा जित निकाल्न त्यति सहज छैन भन्ने सम्मको अभिव्यक्ति दिएका थिए। तर नबोलेरै कसैप्रति गाली नगरेरै पनि चुनाव जित्न सकिन्छ भन्ने प्रमाण हुन् बालेन शाह। जहाँ बोलेको बोलै र अर्कालाई उछितो काडेको काडै अहिले राजनीतिक इतिहासबाटै जसरी बढारिएका छन् केपी शर्मा ओली,
त्यसै गरी बालेन शाहले एउटा नयाँ इतिहास लेखेका छन्, जहाँ 6 पटक जित निकालेका केपी शर्मा ओली त्यहाँबाट जित निकालेर 4 पटक प्रधानमन्त्री बनिसकेका ओलीलाई उनकै क्षेत्रमा बालेन शाहले हार चखाएका छन्। त्यसकारण झापाको क्षेत्र नम्बर 5 अहिले यो निर्वाचनकै सबैभन्दा केन्द्रबिन्दु र इपी सेन्टर बनेको छ। यो निर्वाचनको झापा क्षेत्र नम्बर 5, जहाँ झापा जिल्लाका धेरै जुन 5 वटा निर्वाचन क्षेत्रहरू छन् त्यहाँ धेरै मतान्तर सहित रासोपा उम्मेदवारहरू अग्रस्थानमा छन्। झापा क्षेत्र नम्बर 5 मा अर्को एउटा चर्चित निर्वाचन क्षेत्र छ, झापा जिल्लाको क्षेत्र नम्बर 3, झापा क्षेत्र नम्बर 5 पछि झापा क्षेत्र नम्बर 3, जहाँ राप्रपा नेपालका अध्यक्ष राजेन्द्र लिङदेन उम्मेदवार बनेका छन्। राजेन्द्र लिङदेनले यस क्षेत्रबाट एमालेसँग गठबन्धन गर्दै अहिलेसम्म जित निकाल्दै संसद छिरेका थिए। तर यसपटक राजेन्द्र लिङदेनको संसद यात्रामा पनि राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका उम्मेदवार प्रकाश पाठकले ब्रेक लगाएका छन्। प्रकाश पाठकले 33,815 मत ल्याएर अग्रता लिइरहँदा राजेन्द्र लिङदेनले भने 15,458 मत मात्र प्राप्त गरेका छन्। यी दुई बीचको मतान्तर 18,357 को छ, जहाँ प्रकाश पाठकले जित निकाल्ने निश्चित भइसकेको छ। त्यसै गरी अर्को चर्चित क्षेत्र नम्बर 6 झापाको क्षेत्र नम्बर 1, जहाँ यसभन्दा अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसका हालका उपसभापति विश्वप्रकाश शर्मा विजयी भएर आएका थिए। यो क्षेत्रमा अहिले राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार युवा उम्मेदवार निशा डाङ्गी 30,656 मतका साथ अग्रस्थानमा हुनुहुन्छ भने नेपाली कांग्रेसका केशवराज पाण्डे 7,480 मतका साथ पछ्याइरहनु भएको छ। तर उहाँले भेट्ने सम्भावना छैन, किनकि यहाँ मतान्तर रहेको छ 23,177 को। 23,177 मतान्तर सहित अगाडि बढिरहेका रासोपाका उम्मेदवारले यहाँ जित निकाल्ने लगभग निश्चित भएको छ। त्यसै गरी झापा क्षेत्र नम्बर 2 अर्को एउटा चर्चित क्षेत्र नम्बर छ। त्यहाँ पूर्व उपसभामुख र पूर्व सभामुख बीच कडा प्रतिस्पर्धा हुने भनिएको थियो। तर यहाँ एक लौटी मत प्राप्त गरेकी छन् राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार इन्दिरा राणा मगरले। उनले 30,539 मत प्राप्त गर्दाखेरि उनलाई प्रतिस्पर्धा गर्न मैदानमा ओर्लिएका नेकपा एमालेका उम्मेदवार अर्थात् पूर्व सभामुख देवराज घिमिरेले जम्मा 5,673 मत मात्रै प्राप्त गरेर पछ्याएका त छन्, तर उनले इन्दिरा राणा मगरलाई भेट्ने छैनन् र उनी पराजय हुनेछन्। त्यसै गरी अहिले देशभरिबाट मत परिणाम सार्वजनिक भइरहँदाखेरि राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले जुन हिसाबमा आफ्नो अग्रतालाई कायम राख्दै जितलाई बढाइरहेको छ, यो जितले अब राष्ट्रिय स्वतन्त्र पार्टीको काँधमा मुलुकको ठूलो जिम्मेवारी आएको छ। जुन जिम्मेवारी राष्ट्रिय स्वतन्त्र पार्टीले कसरी पुरा गर्छ त्यो आगामी दिनमा देखिने रहेछ। त्यसकारण अहिले देशभरिका विभिन्न मतदान केन्द्रहरूबाट मतपेटिका जुन निर्वाचन केन्द्रीय कार्यालयदेखि जुन जिल्ला निर्वाचन कार्यालयहरूसम्म पुर्याइएर मतगणना भएका छन्, ती क्षेत्रहरूमाबाट अहिले निर्वाचनको पछिल्लो परिणाम आउने क्रम जारी छ। जसरी राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा नै अगाडि रहेर यो निर्वाचन यति अनएक्सपेक्टेड भएको छ कि जसले सायद रासोपाका उम्मेदवारहरूले पनि यतिका सिट जितिन्छ भन्ने अपेक्षा राखेका थिएनन् होला सायद। तर दलहरूको लाचारीपन, जुन ठुला दल भनेर आफूलाई परिभाषित गर्दै र यसअघि प्रमाणित गरेर संसदमा छिरेका ठुला दलहरूले नै अहिले जुन हिसाबमा जनताका मुद्दालाई बेवास्ता गरे त्यसको बदलामा जनताले तिनीहरूको दिमागमा घन्टी बजाए। जुन दलले
जनताका मुद्दा उठाए, जुन दलले जनताका मुद्दा उठाउँछु भनेर जसरी जनताका मुद्दा बोकेर आम जनता सामु पुगे, तिनै दलहरू अहिले जितको हकदार बनेका छन्। जो रहेको छ राष्ट्रिय स्वतन्त्र पार्टी। राष्ट्रिय स्वतन्त्र पार्टी खुलेको यो 3 वर्षमा जसरी उभार ल्याएर आफ्नो 2/3 यात्रातर्फ लागेको छ, अब राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार कस्तो बनाउने छ, देश कसरी चलाउने छ र उनीहरूले अब बनाउने नयाँ भिजन र नयाँ एजेन्डा सहित आएको दलले अब राष्ट्रिय स्वतन्त्र पार्टीले जनताका मुद्दामा कति काम गर्छ, कति जनताका मुद्दालाई आत्मसात गर्छ भन्ने अबका दिनमा देखिने नै छ। जुन वैकल्पिक शक्तिको रूपमा र वैकल्पिक शक्तिको नाम दिएर उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी अब वैकल्पिक शक्ति होइन, मूलधारको प्रमुख 1 नम्बर दल हो। यो यसकारण कि अब राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार बन्दैछ। अबको 5 वर्ष राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले नै यो देशको बागडोर सम्हाल्नेछ र विगतमा दलहरूले त्यसकारण अहिले जसरी उभार ल्याएर राष्ट्रिय स्वतन्त्र पार्टी सरकार बनाउनेतर्फ अगाडि बढिरहेको छ र यो दल स्थापना गर्ने र राष्ट्रिय स्वतन्त्र पार्टीलाई जहाँ स्थापना कालदेखि अहिलेको 2/3 ल्याउनेसम्म बनाउने उनै व्यक्ति हुन् जो राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने। उनले चितवनमा फराकिलो मतान्तरसहित अघिल्ला निर्वाचनहरूको भन्दा बढी मत ल्याएर विजय हासिल गर्दै गर्दाखेरि के भन्नुहुन्छ त राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति, यो हेर्नुहोस्। रासोपाका सम्पूर्ण अहिले विजयोन्मुख विजय भइरहनुभएका साथीहरूलाई र देशैभरि रासोपा समर्थकहरूलाई के भन्न चाहन्छु भने हामी संयमित हुनुपर्छ, हामी उत्तेजित हुनु भएन। अब हाम्रो अभिव्यक्तिहरू अझ बढी जिम्मेवार हुनुपर्छ। प्रतिपक्षलाई होच्याउने, गाली गलौज गर्ने जस्ता क्रियाकलापहरू तत्काल बन्द हुनुपर्छ। सम्मान, लोकतन्त्र भनेको फरक मतको सम्मान हो, जनताले दिएको जिम्मेवारी हो। जनताले चाह्यो भने खोज्न सक्छन्, यसै गरी अझ योभन्दा पनि खराब तरिकाले खोज्न सक्छन्। त्यसकारणले कसैले पनि यसलाई चाहिँ उन्मादको विषय बनाउने, यसबाट चाहिँ अलि बढी हेप्ने, प्रतिपक्षलाई अथवा आफू अलि बढी मातिएको जस्तो गर्ने कसैले पनि गर्नु हुँदैन। हामी सम्पूर्ण निकायलाई म यहीबाट के बताउन चाहन्छु भने सम्पूर्ण निकायहरू, राज्यका सम्पूर्ण तह र तबकाका विभिन्न निकायहरू, अन्तर्राष्ट्रिय समुदाय, म सबैलाई के आश्वस्त गराउन चाहन्छु भने रासोपा जिम्मेवार छ। विगतमा भएका कमी कमजोरीहरूलाई पनि यसलाई एउटा अध्ययनको विषय बनाएर अलिकति परिपक्व ढङ्गले मुलुकलाई अगाडि लिएर जान्छ। निर्धक्क हुनुहोला, मुलुक सुरक्षित हातमा छ भन्ने कुरा म विश्व समुदायलाई यहीँबाट आश्वस्त गराउन चाहन्छु। दर्शकवृन्द, रासोपाले देशैभरिबाट जित्दै आफ्ना उम्मेदवारहरूलाई विजय हासिल गराउँदै अब संसद छिर्ने लाइनमा रहिरहँदाखेरि राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले जनताको हक हितमा रहेर जनताका अपेक्षा अनुसारको काम गर्ने प्रतिबद्धता जनाउनु भएको छ। यसरी हेर्ने हो भने राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले देशभरिबाट जित्दै गर्दाखेरि अब राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार बन्नेछ र राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले अब जनताको हक हितको लागि काम गर्नेछ, रोजगारी सृजना गर्नेछ, गुणस्तरीय शिक्षा प्रदान गर्नेछ, गुणस्तरीय स्वास्थ्य दिनेछ र स्वास्थ्यको पहुँचमा नपुगेका नागरिकलाई स्वास्थ्य सेवामा पहुँच पुर्याउनेछ भन्ने बाचा पनि राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका उम्मेदवारदेखि सभापतिसम्मले यो बाचालाई आत्मसात गर्दै कतिको काम गर्छन् त्यो भने आगामी दिनमा देखिने नै छ। हामी निर्वाचन महासंग्राम अन्तर्गत रहेर देशभरि भइरहेको मतगणनाको अपडेट गराइरहेका छौँ। म पुनः उपस्थित हुने बाचासहित अहिले बिदा हुन्छु। नमस्कार।